सँगै एकजना थोरै भसा पनि नाइ भन्नु है अलि भित्रमा एकजना सक्नु सर्ट भिडियो यहाँ हामी अहिले लुम्बिनीतिर पुगेछ यहाँ बहिनीको बिहामा आएर यहाँ हामी घुमेको हिजो हामी बसेको चाहिँ तिल्लु तामामा बसेको अनि आजको लागि चाहिँ यसो अलिकति यहाँ लुम्बिनीतिर घुमेर अनि जानु पर्यो अनि यहाँतिर चाहिँ भने अब देश अनुसार छ अरे चाइनिज मलेसियन श्रीलङ्का अनि यहाँतिर अब हेरौँ अब कतातिर घुमिन्छ अनि अब सबभन्दा फेमस टुकटुके गाडी ल यहाँबाट अब हामी चाइनिज गुम्बातिर यहाँ पोखरा पनि सेम हो यहाँ एउटा धेरै मान्छेहरू यहाँ घुम्न आउनुहुन्छ पहिला अब 2012मा आएको म 2012 अहिले 14 वर्षपछि आउँदा धेरै चेन्जेसहरू रहेछ भइसकेको छ यहाँ यहाँ सबै मेरो सालियाहरू हो यसो पछाडि फर्किदिनु नि त अझ पोखराको भन्दा अलिकति ठुलो छ यो एरियामा
ल हामी यहाँ आइपुग्यौँ माया देवी आएको छैन त्यत्रो बाटो छ भन्नुभयो यहाँ हाम्रो भ्लगरहरूले। त्यसो नहुनु सिधै मायादेवीमै लगाउनु। एक दिनमा चाहिँ नघुम्न पाउने सक्दैन हजुर। राम्रोसँग घुम्न जान मन लाग्ने दाजु है। तपाईँलाई घुम्न मन लाग्ने मजाले एक दिन निकालेर आउनुहोस्। एक दिनमा चाहिँ नक्सा नभए 1 घन्टा 2 घन्टामा 2-3 दिन नै लाग्ने भएछ अब। हेर्नुहोस् यहाँ चाहिँ कन्स्ट्रक्सन हुँदैछ। अब यहाँ के बनाउने अब यहाँतिरको हामी अहिले स्कर्पियो गाडीमा घुम्दैछ। गुम्बातिर अब हाम्रो लामाहरू बस्ने मान्छेहरू छ यहाँ। 10-15 मिनटपछि घुमेर हामी फाइनली हामी माया देवी मन्दिरतिर आइपुग्यो। चाकी मिनु मासु खाएर आएको मान्छे अरे मो किन से ल ल ल ल साटा साट लुम्ने बोर्ड प्लेस हुन्छ यहाँतिर डुङ्गाहरू नि रहेछ। यहाँ घुम्न मन लाग्यो तपाईँहरूलाई। उतातिर होला नि। बत्ती बल्ने त यहाँ छैन होला नि। यही हो हेर्ने कुराहरू। Guys,
मायादेवी यो बत्ती पानी छ यता पर्दैन केही हुँदैन हुन्छ ल हो आइपुग्यो हामी ताङसुरे भन गाई त पछाडिको स्ट्याचु हेरेर भन्नु त म जस्तो खराब हुन्छ नि यिनीहरूले सबैले त्यो खाना ल फेरि यहीँ आउनु पर्छ फेरि त्यही भएर यतै बस्छ है खोजिने एउटा ट्राई खोज्नु मिल्दैन 8 क्लास पढ्नु त 11-12 मा पढेको चाहिन्छ होइन साली 11-12 पढेर कस्तो त अब मेरो भान्जा भए मात्रै हो कोकोलाई दिनु फेरि रोडबाट हामी यहाँ आइपुग्नलाई चाहिँ त्यही 10-15 मिनट लागेर चाहिँ हिँडेर आउँदाखेरि चाहिँ यहाँ ठाउँमा हिँड्ने मान्छेहरू छ हो त टाढाबाट हिँडेर आउने यहाँ टाढाबाट मान्छेहरू घुम्न आएकै छन् यहाँ सुजहरू र अनिलाई हाम्रो स्लिपरहरू राख्न नआएको रहेछ अनि यहाँ खोलेपछि बलल चाहिँ यहाँभित्र जान पाइने रहेछ नि त जान नपाउनु रहेछ यो आयो डाइरेक्टली हामी फाइनली यो मायादेवी मन्दिर आइपुग्यो डाइरेक्टली म चाहिँ 14 वर्षपछि यहाँ आइपुग्यो पहिला म 11 र 12 मा पढ्दाखेरि म यहाँ आइपुगेको थिएँ मायादेवी मन्दिर यहाँ म साथी र मेरो साथी इन्द्रजित भन्ने थियो यहीँ हाम्रो लखनचोकतिर बसिन्थ्यो त्यसरी आएको थियो त्यसरी अहिले चाहिँ धेरै नै टाइम भएन आएको ल हेर्नुहोस् गाइजहरू कोही कोही नआउन पाएको चाहिँ यहाँ एउटा अब भिडियो मार्फत हेर्नुहोस् यहाँतिर यहाँ हामी साली भेनाहरू सबै अहिले त अशोकको पिलर त छैन कि पछाडि छ कि पछाडि छ होला अशोक स्तम्भ अहिले चाहिँ अलि नयाँ अहिले चाहिँ यो खालि नयाँ होला पुरानो चाहिँ अब अस्तिको भूकम्पले चाहिँ बनाउनु भयो सबै भत्किएको छ यता यहाँतिर चाहिँ यो अशोकको अब स्विमिङ खेल्ने ठाउँ हुन्छ सबैले अब हामी खेल्दैछ
यहाँ चाहिँ गौतम बुद्धले यहाँ बसेर यहाँ तपसप गर्थ्यो। अनि अस्ति पोपर अन्दामा हामीले यहाँ छिर्ने ठाउँतिर थियो, अहिले बन्द गर्नुभएको रहेछ। ल यहाँ त सबैजना बुद्धको ध्यान गर्ने अब के गर्ने यहाँ छ आफ्नो आफ्नो धर्मअनुसार कोकोतिर अब यहाँतिर सबै यहाँ जम्मा हुनुभएको रहेछ। ल हामी पनि जुस हाम्रो गन्ना जुस हामी सपिङको लागि चाहिँ सुनौली बोर्डतिर आइपुग्यो। अब यहाँबाट सुनौली बोर्डर अब यहाँ नेपाल र इन्डियाको बोर्डरतिर आइपुगेछ। अब एकछिनपछि लगभग आधा घन्टापछि हामी सपिङ गरेर आउनेछ। ल हामी नेपालको बडा उता बोर्डरमा जाँदैछ। दाइले दाइ भयो